गुड इभिनिङ एभ्री वान। मलाई चाहिँ के भन्नु मन लाग्यो अहिले भन्दाखेरि चाहिँ अब त्यही हो है, अब मुख छुच्चो भएको मान्छे है, झगडालु स्वभावको मान्छे भनौँ न होइन। एउटा के भन्दाखेरि चाहिँ मुख छुच्चो हुनु र घिउ दलेर बोल्नु क्या, त्यो मान्छेको एक एकवटा हुन्छ नि। घिउ दलेर बोल्नु चाहिँ मैले जानिनँ, मुख छुच्चो छ मेरो चाहिँ। अन्त त्यसको मतलब यो होइन कि म हमेसा गलत हुन्छु, त्यो त होइन है। म गलत कुरालाई गलत भन्छु, सही कुरालाई सही भन्छु नि त। अन्त त्यो हुँदाखेरि चाहिँ के हुँदो रहेछ भन्दाखेरि चाहिँ यहाँनिर अब हाम्रो चाहिँ यहाँनिर अफिसमा चाहिँ अब मेरो अनरहरू चाहिँ अनर भयो होइन। त्यहाँदेखिको स्टोर म्यानेजर भयङ्करै सपोर्टिभ, एकदमै राम्रो हुनुहुन्छ, एकदमै राम्रो हुन्छ। बाँकीको मान्छेहरू पनि सबै राम्रो छ मतलब, लेकिन एकजना चाहिँ यस्तो मान्छे छ हाम्रो यो अफिसमा, यस्तो डेन्जर मान्छे छ। मुखमा घिउ दलेर एक दुईवटा आफ्नो बाँचेको कुहिएको ट्यालेन्टहरू देखाएर अलिकति माथिल्लो लेभलमा पुगेको छ नि त सेल्सदेखिको। अन्त फुटानी यति डरलाग्दो बढेको छ त्यो मान्छेको। हुनु चाहिँ उसले सेल्सकै काम गर्नु चाहिँ हामी सँगसँगै काम गर्छ होइन। अरूको सेल भएको हेरेर जल्नु, त्योहरू उसको जारी नै छ। अरूको सेलहरू भएको देखेर जल्यो, अर्काको कुरा गर्यो, त्यो त उसको जारी नै छ। तर पनि क्या अब फुटानी यति भयङ्कर छ कि उसले चाहिँ अब पुरै यो सुरुमै अब फ्रेन्चाइजी नै डल्लै उसले किनेको जस्तो त्यस्तो फुटानी छ हाम्रो त्यहाँनिर हो। अन्त चाहिँ त्यस्तो मान्छेलाई चाहिँ कि मैले चुप लागेर उसको कुरा सही बस्नु कि उसँग पङ्गा लिनुपर्ने भन्ने चाहिँ मलाई लाग्छ क्या। पङ्गा लिँदा नि फेरि अब आफ्नो त आवाज पनि ठुलो छ, भोल्युम अब है अलिकति परिगएको हुन्छ नि केटाहरूको जस्तो छ। अलिकति राम्रै कुरा भन्यो भने अब झगडा परेको जस्तो सुन्छ मैले त होइन। तर मलाई यति साह्रो रिस उठ्दैछ है, चाहे मलाई कसैले गलत भनोस् या सही भनोस् है, त्यसको अन्जाम जे पनि होस्, म एकदम सहेर गरिरहेको छु अहिलेसम्म है। एकदम म चाहिँ त्यस्तो चाहिँ हेर्नु सक्दिनँ। एकदम फुटानी चाहिँ मान्छेको होइन, मान्छे भए चाहिँ कदम आफ्नो जुन पेयर हुन्छ नि, खुट्टा चाहिँ जमिनमा हुनुपर्छ होइन। त्यो जुन पर्टिकुलर मान्छे छ त्यो मान्छेको चाहिँ हावामा उडिरहेको छ पुरै अहिले। अब सबै मैले भगवान्माथि छोडिदिएको छु। म त्यो मान्छेलाई अब एउटा भुसुना बराबर पनि गन्ती गर्दिनँ। त्यो मान्छेलाई मैले एकदम ड्याम दिएको छु हो, भगवान्माथि छोडिदिएको छु। त्यो मान्छेको पङ्ख काटेको चाहिँ मैले यही आँखाले हेर्नु पाऊँ भन्ने चाहिँ मलाई लागिरहेको छ अब है। मनको कुरा कहाँ पोख्नु भनेर चाहिँ मैले तपाईँहरूसँग सेयर गरेको है। कि म कहीँ गलत छु भनेदेखि भन्नुहोस् ल कमेन्ट गरेर है मलाई ल। म त यस्तै हो, अब के गर्नु।